गुड मर्निङ्स मेरो फ्रेन्ड्स। र आज फेरि म एनजेपीमा छु र मेरो गेस्ट आउँदैछ है। 6:30 को ट्रेन हो मर्निङको। म त एनजेपी आइपुगेँ। अब यहाँ भिडियोमा है तपाईँहरूले हेरिदिनुहोस् होला मेरो ट्रिप कस्तो हुन्छ। मन परे लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला। र एनजेपीको मर्निङको भ्यू चाहिँ यस्तो छ। आज दिन पनि एकदमै बिग्रिरहेको छ एनजेपीमा चाहिँ। गाडीहरूको ताँत, घाम त यस्तो देख्दैछ। यहाँ सनराइज चाहिँ भएछ तर रापै छैन घामको। साथीहरू म चाहिँ यहाँ सुलुक आइपुगेँ है। गेस्टहरू खाजा खाँदैछ। यहाँ यो होटलमा छु, प्रिया होटल। यो चाहिँ रवीन्द्रनाथ ट्यागोरको घर रहेछ है कालिम्पोङमा। त्यही लिएर आएको टुरिस्टहरू। यिनीहरू चाहिँ खोजेर भए पनि आइपुग्छ क्या यो रवीन्द्रनाथ ट्यागोरको घरमा चाहिँ। बङ्गालीहरू हिँडेर भए पनि खोजेर भए पनि आउँछ। यो चाहिँ गौरी हाउस भन्दो रहेछ। ल साथीहरू म चाहिँ यहाँ कालिम्पोङ पुगेँ है। गेस्ट हाउस यो रहेछ, मर्गन गेस्ट हाउस। भर्खर झारिसकेँ पेसेन्जरलाई। यो चाहिँ राम्रो रहेछ गेस्ट हाउस, मर्गन गेस्ट हाउस। ल साथीहरू म रुम पनि आइपुगेँ है। हाम्रो ड्राइभरहरूको रुम चाहिँ कस्तो हुन्छ भन्दाखेरि म देखाउँछु है तपाईँलाई। ल अब चाहिँ यस्तो हुन्छ रुम। यहाँ यता पनि छ ठुलो रुम, तल मुनि पनि छ। सिङ्गल बेडको हो। यहाँ चाहिँ अहिले चाहिँ कोही पनि छैन। भरे चाहिँ एकदम सिजनको टाइममा चाहिँ टन्नाटन हुन्छ यहाँ केटाहरू चाहिँ। यो चाहिँ कालिम्पोङ हाम्रो भाउजू भन्छ हामी चाहिँ है। भाउजूको घरमा, उहाँको घर चाहिँ यस्तो छ। यो स्कुल हो। यो मुनिपट्टि चाहिँ स्कुल। यो पारि चाहिँ तपाईँको यो पेसोक क्लब चाहिँ पेसोक अलिक ढुम्बुले देख्दैन। ल है साथीहरू यहाँ रुममा आएको त यहाँ हाम्रो गाउँलेहरू पनि बसिरहेको रहेछ है, दुईजना। यहाँ हाम्रो किरण हुनुहुन्छ सोनादाकै। अन्त हाम्रो यहाँ कुनाल, यता हेर न कुनाल, हेलो भनिदेऊ। हामी चाहिँ कालिम्पोङमा छौँ। यसको त भोलि यहाँबाट यसको छुट्टी 3 दिन एडमिट भएछ। यो कुनालको कति दिन एडमिट हो? मेरो 1 नाइट एडमिट, मेरो 2 नाइट एडमिट। म चाहिँ पर्सि रिलिज यहाँबाट। हाम्रो किरणको चाहिँ भोलि छुट्टी हुने रहेछ। अन्त हाम्रो कुनाल पनि भोलि जाने रहेछ। ल है साथीहरू आजको भिडियो यति नै है। लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला। सबैलाई शुभरात्रि।